हेलो हेलो नमस्ते नमस्कार लासु फ्याफुल्ला स्वागत छ मेरो मिनी भिडियोमा। अनि यो चाहिँ मेरो लसुन उखालेको दिनको भिडियो थियो। अनि मैले यो दिन चाहिँ भिडियो बनाएको थियो, अपलोड गर्ने कि नगर्ने भनेर बसिरहेको थियो। अनि किन फ्याक्नु, खिची त सक्यो भनेर अनि म चाहिँ आज एडिट गरेर भोइस ओभर गर्दैछु। अनि हजुरहरूको चाहिँ लसुन उखाले कि उखालेन भन्नु होला, कस्तो भयो पनि भन्नु होला हैन। मेरो चाहिँ यस्तै भयो लसुन यसपालिको, हजुरहरूले देख्नु नै भयो। अनि आज चाहिँ मेरो लसुन उखालेकै कुरा गरौँ न हैन, लसुन उखालेको दिनकै। अनि मैले चाहिँ लसुन उखालेँ। अनि पानी बिहान यो लसुन उखाल्ने भनेर बसिरहेको थियो, बिहान त धुम्म भएर पानी पर्न लाग्यो। ला लसुन त अब कोही नै भयो, पानी पर्यो भनेर पानी नपरोस् भनेर दिउँसो रोकेछ। अनि म हतार गएर उखालेर ल्याएर अनि घरमा सुकाइदिएँ। अनि सुकाएर फेरि बारी खन्न थालेँ। यो उखालिसकेर बारीमा चाहिँ साग छर्नु पर्यो भनेर खन्नु थालेको। एक दुई छाक भए पनि साग खान पाउँछ नि त छर्यो भने, त्यही भएर खन्दैछु। अनि यहाँ चाहिँ मैले प्याज अस्ति अन्त रोपेको थियो, यहाँ चाहिँ 2-3वटा लगेर राखेको थियो। अनि त्यो पनि यत्रो भएछ, अनि मैले निकाल्दिएँ। अनि मैले चाहिँ अहिले यहाँ साग छरेर सकाएँ। अनि यो अहिले खनिरहेको लसुन चाहिँ मैले पछि रोपेको थियो, यो चाहिँ निकाल्ने बेला भएको छैन, हरियै छ। अनि हरियो खानको लागि चाहिँ मैले घरको लागि यहाँनिर 1-2टा निकालेको। अनि यहाँ जाराहरू पनि आएछ, जाराहरू उखालेँ। अनि अब चाहिँ मेरो काम सक्यो। अनि यहाँ सबै सामानहरू ठिक पारेर हिँडेँ घरतिर।